गुड मर्निङ सबैजनालाई। आज चाहिँ म घुम्नलाई जान्छु भने त्यो माथितिर अलिकति ट्रेकिङ नै हाइकिङ जस्तो मतलब माथि डाँडातिर जान्छु भनेर प्लान गरिरहेको थिएँ 2-3 दिन अगाडिदेखि नै। तर आज नै पानी पर्थ्यो पुरै। अब 3-4 दिन अगाडिदेखि प्लान भइसक्यो। अब गएन भने मलाई नराम्रो लाग्छ। त्यही भएर जान्छु भनेपछि जान्छु आमा जान्छु भनेपछि पङ्गाङ मने। अब खाना खान्छु, खाना खाएर नि भाउ म मात्र खाने। सुकुटी हिजोको सुकुटी हो। मेरो दाँत दुखेको दाम मासु खाँदा खाँदा गाउँ आएर त्यो दाँत दुखेर त त्यो बडी त कोरो काटेर झोल बनाएर राख्छ नि। खाना कति मासु खानु यार जहिले नि यार। होइन म नखाने मासु नखाने आमा। मासु मात्रै भयो नि बाबा होइन। कुखुरा के अरे झोल खानुपर्छ कि यो भन्नु त बाबा यो यो भन्नु नि के यो 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 मात्रै भनेको थिएँ हो। म त ल। झाँक्री किनेको ल म खाना खान्छु आमा। हो नाउ डे स्टार्टेड। अहिले चाहिँ हामी लाग्दैछौँ गाउँदेखि माथि तिनसुरे के लेखेको छ भैँसी भिलेज मानबु त यो होइन। हामी त्यो मानेछौ गोरेटो बाटो चौथाला तिनसुरे गोरेटो फ्रम गाउँ। र ट्रिप स्टार्ट भएको हाम्रो मेबी आधा घन्टा भयो। हामी माथिल्लो टाढा आइपुगिसकेका छौँ जसलाई टुइचो भन्ने नामले चिनिन्छ। जुगा पनि आउन थालेछ अलिअलि। यो टुइचो भन्ने ठाउँ आइपुग्यौँ हामी। अब यहाँ थोरै केही टाइम ब्रेक गरेर फेरि हामी आफ्नो जो ट्रिप स्टार्ट गर्दैछौँ। अहिले हामीले थकान मेटाइसक्यौँ र यहाँ बस्दाखेरि हामी मौसम खुल्यो भने तलको पुरै एरियालाई हेरौँला भनेर सोचिरहेको थिएँ। तर भयो यस्तो कि आफ्नै गाउँ मात्रै खुल्यो, मेरो आफ्नै गाउँमा मात्रै खुल्यो। बाँकी ठाउँमा सबै ठाउँमा कुहिरो अझै पनि त्यस्तै छ।
अब यहाँबाट हामी अगाडि बढ्छौँ, हेर्दै गर्नु होला। ल अहिले चाहिँ हामी आइपुग्यौँ नाङ्गे डाँडा। धेरै वर्ष अगाडि केही वर्ष अगाडि 9-10 वर्ष अगाडि यही बाटो हामी घाँस दाउरा गरेर दिनभरि यही ग्राउन्डमा, यो ग्राउन्ड देखाइदियो त यसरी, यो ग्राउन्डमा हामी दिनभरि फुटबल खेलेर बेलुका हामी 2-3 बजे गएर यो जङ्गलहरूमा गएर दाउरा भारी काटेर घर जान्थ्यौँ। र अहिले समय बदलिएको छ, अहिले हामी के गर्नु ट्रेकिङ आइरहेको छौँ। यो बाटो पहिला काम गर्न हिँड्थ्यो, अहिले हामी घुम्न हिँडिरहेका छौँ। ल यति भन्दै अहिले हामी लागिरहेका छौँ अगाडि के भन्छ चौरथला डाँडा। चौरथला डाँडा हुँदै आज तिनसुरेको लागि। लेट्स गो। र हिँड्दा हिँड्दै हामी अहिले आइपुग्यौँ चौथलाको डाँडा। आज यहाँ भ्यू त केही देखिरहेको छैन, पुरै बादल लागिरहेको कारणले। यदि फर्किँदाखेरि भ्यू खुल्ला भयो भने त्यो बेलामा तपाईँलाई र म यहाँको भ्यू देखाउँछु। त्यसपछि अब यहाँबाट माथि जान्छौँ हामी, यहाँबाट धरेन डाँडाबाट फेरि माथि तिनसुरेको लागि। बाई बाई।
अहिले चाहिँ हामी आइपुग्यौँ थामडाँडा। अब घरबाट निस्केको 2 घन्टा भइसक्यो। थकाइ पनि लागेको छ अलिअलि। यहाँबाट 20 मिनट अगाडि घुमाउने खोला र घुमाउने डाँडा 30 मिनट अगाडि यत्रो नि लाग्दैन। 20 मिनट भन्दा चाहिँ 5 मिनटमा पुगिन्छ घुमाउने खोला। यो 30 मिनट लेखा छ 10 मिनटमा पुगिन्छ। ल हिँडौँ अब यहाँबाट घुमाउने खोलातर्फ। तपाईँहरूलाई म त्यता लैजान्छु। फाइनली हामी आइपुग्यो घुमाउने खोलादेखि अब पातले खर्क 2 आवर अहेड यो बाटो, तर अहिले जानै सकिन्न यो बाटो। अनि धरेन खर्काको लागि 30 मिनट अहेड, मेबी 20 मिनट लाग्छ पनि होला। लेट्स सी, जाउँ अब फेरि बाटो जुगा आएर मरे जायो। अहिले हामी आइपुग्यौँ धरेन डाँडा। यो समुद्री सतहदेखि 2365 मिटर एप्रोक्समा रहेछ। यसको मतलब कति 7000 फिटमा रहेछ। र यहाँदेखि अब 300 डाँडा 3 घन्टा 3 आवर अहेड। सुत्दै गयो भने हो बाटोमा 2 निन्द्रा जस्तो पुऱ्यायो भने कल्ला खर्क 2 आवर अहेड। लेट्स गो। अब हामी पनि आजको गन्तव्य आइपुग्न लाग्यो। अब यो माथि एउटा घर बनेको छ नयाँ, त्यो घरमा हामी आज स्टे गर्छौँ र भोलि बिहानै फेरि माथि उकालो लाग्नेछ। अहिलेको लागि यति नै, जाउँ माथितिर। अहिले चाहिँ हामी आइपुग्यौँ धरेन खर्कको माथिको ग्राउन्ड, जहाँ अहिले घर बनेको छ। रिसेन्टली एक साल अगाडि बनेको, 1 साल अगाडि बनेको घर रहेछ। जहाँ हामी हाइकिङ आउँदाखेरि यदि कोही स्टे गर्न चाहनुहुन्छ भने यहाँ एकदमै राम्रो रहेछ। यहाँ पहिला कसैले हामीभन्दा अगाडि कोही आउनुभएको थियो होला, जो उहाँले दाउरा पनि काटेर राख्नुभएको रहेछ। र यहाँ आज हामी खानेकुरा यहीँ बनाएर खान्छौँ। र भोलि बिहान नै उठेर माथि 300 डाँडा त्यता मानेमा जान्छौँ। त्यसपछि त्यहाँको घुमेर फेरि हामी भोलि फर्किन्छौँ यहाँबाट। ल अब हामी यहाँ के बनाएर खाँदैछौँ। अहिले चाहिँ रात परिसकेको छ। अहिले चाहिँ बाहिर हामी चाहिँ सुत्न गइरहेका छौँ। भोलि बिहानै उठेर माथि चढ्नु छ, त्यही भएर चाँडो दिनमा हिँडेर थाकियो भने त्यसपछि सुतिरहेका छौँ हामी। आज लुगा पनि वेट भएको छ पुरै पानीले परेर, त्यसपछि
लुगा यस्तै सुकाएको छु ल भोलि भेटौँला अब बाई गुड नाइट गुड मर्निङ अहिले चाहिँ हामी उठिसक्यौँ बाहिर पानी परिरहेको छ अब उज्यालो भयो तर पानी परिरहेको छ त्यही भएर सुतिरहेका छौँ अब पानी अलिकति हल्का कम भयो भने हामी यहाँबाट उठेर फेरि माथिल्लोतर्फ लाग्छौँ हेरौँ हेर्छु मौसम त खुलेन तर हामीले अब जानको लागि सोच्छौँ माथि नै पानी त रोकिसकेको छ अब हामी यहाँबाट निस्कन्छौँ इट्स अ न्यू डे र हाम्रो आजको ट्रिप फेरि सुरु भइसक्यो हिजो राति हामीले यो घरमा स्टे गऱ्यौँ र आज हामी यहाँबाट माथि लाग्दैछौँ अब यहाँबाट सायद हामी 45 मिनटदेखि 50 मिनटको एभरेजमा हामी तिनसुरे डाँडा पुग्छौँ त्यहाँको गुम्बालाई हेरेर हामी त्यहाँबाट फेरि डिसाइड गर्छौँ हामी त्यहाँबाट पछाडि सामजेत गाउँ हुँदै जाने या तल आएर यो डाँडा गाउँ निस्केर जाने त्यसपछि तय गर्छौँ हेर्दै गर्नु होला अहिले हामी यहाँबाट अगाडि बढ्दैछौँ यसको सन्देश जाम होइन
अहिले हामी आइपुगेका छौँ माने डाँडा र यहाँ बादल लागिरहेको छ कुहिरो लागिरहेको छ धेरै र भिजिबिलिटी छैन तर पनि बादल कतिसम्म कहाँसम्म छ बादल छ त्यो हेर्नको लागि म अब ड्रोन उडाउँदैछु लेट्स टेक अ च्यालेन्ज यसमा मेरो ड्रोन हराउन पनि सक्छ तर लेट्स टेक अ च्यालेन्ज Take off. Home point update. फाइनली हामी माने डाँडा पुगेर पनि अब यहाँबाट निस्किन लागेको अब यहाँ आज भिजिबिलिटी अलिक कम भयो बादलको कारणले मैले ड्रोन उडाएर हेरेँ माथि बादल धेरै भएको कारणले आज खोल्न गाह्रो छ त्यही भएर हामी अब यहाँबाट अगाडि लाग्दैछ अघिसम्म हामीलाई तय थिएन कुन बाटो जाने कहाँबाट जाने अहिले हामीले डिसाइड गऱ्यौँ कि हामी यहाँबाट गङ्गा जमुना हुँदै झर्ने भनेर लेट्स गो हामी अब गङ्गा जमुनातिर जाँदैछौँ लेट्स गो अहिले चाहिँ हामी पानी तल आइपुग्यौँ यो माथि 3 सुरे डाँडाबाट लगभग हामी
आधा घन्टा पौने घन्टा हिँडेपछि हामी अहिले पानी तल आइपुगेको छौँ। अब यहाँबाट हामी तल झर्नेछौँ कुन आधा घन्टामा पैँचात खर्क। त्यहाँबाट हामी गङ्गा जमुना छिरेर त्यहाँबाट हामी घरतिर लाग्छौँ। ल अहिले हामी त्यहाँबाट अगाडि बढ्दैछौँ, तपाईँहरू हेर्दै गर्नु होला। अहिले चाहिँ हामी लगभग गङ्गा जमुना आइपुग्न लाग्यो। अनि तिनसुरी डाँडादेखि डाइरेक्ट यो ठाउँ आउँदाखेरि अलिकति थकान पनि महसुस भएको थियो र थकाइ मेटाउनको लागि हामी केही टाइम यहाँ रेस्ट गऱ्यौँ। र अब हामी तल यहाँबाट तल डाँडखर्क गाउँ हुँदै गङ्गा जमुना भन्दा यताबाट नै ड्रोन उडाउँछु र त्यसपछि म डाँडखर्क हुँदै फेरि अगाडि गाउँको तर्फ लाग्छु। लेट्स गो।
अहिले हामी आइपुगेका छौँ गङ्गा जमुना। अब यहाँको हामी केही ड्रोन सट हेर्छौँ, त्यसपछि हामी खाजा खाएर फेरि आफ्नो घरतर्फ लाग्छौँ। किनभने हामीले 2 दिन हिजो बिहानदेखि हामीले केही तातो खाएका छैनौँ र हामी त्यसै कारणले अब यहाँको केही सर्ट लिएर यहाँबाट गाउँतर्फ लाग्छौँ। यहाँको चाहिँ भइसक्यो ड्रोन सट। अब चाहिँ हामी यहाँबाट गाउँतर्फ जाँदैछौँ, हेर्दै गर्नु होला। फलो द पाथ। दिनभरिको हिँडाइ अनि थकानपछि हामी अहिले हिँडेर गङ्गा जमुनादेखि ढाँडखर्क क्रस गरेर हामी मजा गाउँ आइपुग्यौँ। अब यहाँ अहिले पनि माथि गङ्गा जमुनातिर हेर्नुभयो भने त्यता अझै पनि कुहिरो लागिरहेको छ र त्यही भएर भिजिबिलिटी त थिएन, त्यही भएर हामीले चाँडो तल झर्ने निर्णय गऱ्यौँ। ल हामी अब गाउँतर्फ लागिरहेका छौँ। लेट्स फलो।
गङ्गा जमुनादेखि मजुवा हुँदै आउँदाखेरि एउटा सुझाउँदै नहुने एउटा भ्यू यो मजुवाको वाटरफल रहेछ एकदम निकै नै आँटो पर्छ यो हेर्दाखेरि यदि तपाईँहरूले यो बाटो हुँदै आउनुहुन्छ भने पक्कै पनि यहाँ फोटो खिचाउनु होला र एकदम रमाइलो लाग्यो मलाई पनि र अब हामी यहाँबाट अगाडि जाँदैछौँ डाँडा गाउँ मन्दिर हुँदै घरतिर हेर्दै गर्नु होला अन्त वे फाइनली म घर आइपुगेँ रात परिसकेको छ डाँडाको आइपुगेपछि मेरो गोप्रो नै मेरो Insta360 को क्यामेरा खतम भयो त्यही भएर भ्लग अब सिधै घरमा आएर र यो इन्डिङ पनि हो म घर आइपुगिसकेँ 2 दिनमा र मेरो भिडियो पनि एडिटिङ हुनको लागि रेडी भइरहेको छ लेट्स मिट यु इन अ भ्लग